नमस्ते। आज पनि फेरि नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ खाना खाने। आज चाहिँ मेरो सोल्टिनी हुनुहुन्न। आज मैले नयाँ गेस्ट लिएर आएको छु। उहाँलाई स्वागत गर्न चाहन्छु। प्लिज यता फर्किदिनु। 3, 2, 1, go! धन्यवाद। नमस्ते। नमस्ते। मेरो नाम हो चाहिँ अनु थापा। ठुलो ब्लगर है, उसको फलोवर्स सब्सक्राइबरहरू कति धेरै छ नि, उसलाई फलो गर्नु ल प्लिज। होइन ठिकै अनि आज ठिकै। मेरो गेस्टलाई आज खाना खुवाउनु लागिरहेको छु। मेरो सोल्टिनी हुनुहुन्न। अनि आज सिम्पल खाना, दाल भात तरकारी, सुँगुरको मासु, पोर्क रिस। हेर्नुहोस् ल। अनि कति केजी? 2 केजी। म 1 केजी, ऊ 1 केजी। हेर्नुहोस् ल प्लिज। दाल, कालो दाल, कालो टमाटरको चटनी, खाना। जस्ट सुरु गरौँ। ल अब सुरु गरौँ है। अखबार खाए ल भन्दै खाइम ल। खाएको छैन एकछिन न। कहाँबाट सुरु गरौँ? अनि के भनौँ न? अनि के भनौँ? अब खाने हो त्यति। हेर्नुहोस् किन लजाको? क्यामेरा आएर लज लाग्यो नि हो। लाज किन बाबा? लजाउनु हुँदैन ब्लगर भएपछि। खाँछु ल। कति धनियाँ साथीले त धनियाँ त लगाइदिएछ त। यो धनियाँ चाहिँ साह्रै मकमक गनाउँछ। यो धनियाँ चाहिँ साह्रै मक। सुरु मेरो यहाँबाट ल। कस्तो छ? दामी। सुरु गरौँ है। खाइम गरौँ है। मिठो। मैले ट्राई गरेँ। हातै पोलो त समात्नु सक्दिनँ। मेरो पोलो बोट काटेको छ नि त। के भन्नु म? के भन्नु? खोइ मेरो टिका निधारमा राखेको हो र त। भातमा पसेन नि। होइन अघि टालिरहेको थियो है। खाइनस् नि। अनि भाइ लु बोल। टिका पनि खाइदिए। चटनी खाएर डल्ले अचारको भेली। अनि मलाई धेरै धेरै धन्यवाद। के भन्छ मेरो साथीले यस्तो मिठो खानेकुरा। हजुर पनि खानुहुन्छ भने आउनुहोस् है। मिठो बनाएको छ। चटनी त डेन्जर छ। पिरो चाहिँ रुच छ। पिरोको राजा उहाँ। म चाहिँ पिरो त्यति खानु सक्दिनँ। खानु चाहिँ खान्छु तर पनि मलाई चाहिँ साह्रो पर्छ। त्यही भएर यो चाहिँ टोएको गर्ने। मिठो है। धरा नै कालो बङ्गुर हो नि त, नमिठो त हुने कुरै भएन नि। होइन भने त हो। यो अचार अलिक खाँदा म खानु सक्दिनँ रहेछु। मेरो मुखमा घाउ भएर अप्ठ्यारो पर्छ त। भिडियो कस्तो लाग्दैछ तपाईँहरूले कमेन्ट गरिदिनु होला। जस्तो सुकै भए पनि त थोरै लाइक सर्ट भिडियो भयो भने यसो गफ गर्दै खाने। गफ गर्दै खाने। चिरिप चिरिप थोर थोर। पिरो दामी भयो। पिरो पनि भयो। सोल्टिनी तिम्रो लागि ल, खाए ल। आज सोल्टिनी किन नआउनु भएको?
मेरो सोल्टिनी व्यस्त हुनुहुन्छ आएर चाहिँ सोल्टिनीलाई देख्नु पाउनुहुन्न खोज्दै गर्नुहोस् ल कमेन्ट गर्नुहोस् सोल्टिनी चाहियो भनेर अनि म कुदेर लिएर आउँछु है सोल्टिनी चाहियो सोल्टिनी कान्छी सोल्टिनी चाहियो भन्नुहोस् है कान्छी त हो नि म चाहिँ भिडियोमा किन नआएको भने मेरो पनि भिडियो छ अर्थात् मेरै भिडियोमा व्यस्तता अनि के भनौँ तान पिरो त खायो अरे तर मैले त मजाले खाना खाएँ त हो मेरो गेस्ट प्लिज स्लो 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 कति गेस्ट त गफ भन्दै दिँदै रहेछ त मेरो गेस्टले त म चाहिँ फेरि कि गफ गर्दै कहिले खाइ थाहा पाउँदैन अनु थापा छ उहाँको च्यानल हेर्न चाहनुहुन्छ भने म हजुरहरूलाई लिङ्कमा राखिदिन्छु मेन्सन गरिदिन्छु प्लिज हेर्नुहोस् ल ठुलो भ्लगरहरू मुकबाङरहरू अनि हजुरले चाहिँ किन भिडियो लाउनु यति ढिलो गर्नुभएको यसो साथीहरूलाई कमेन्ट पनि गरिदिनुहोस् न व्यस्तता छ बिस्तारै ढिलो चाँडो आउँछ भिडियो बिस्तारै एउटा आउँछ नि सुरुवात हो नि त कालो भङ्गु च्वाचेको मासु खाम्ला खाना देख्यो त चौसा देखिरहेछ नि एकैचोटि खाऊँ त ल खाइमै गाइजहरू तपाईँहरूको लागि हो के भयो खाना रसेछ हेर्नु त वाउ एक केजी मेरो त 3टा मात्रै भइसक्यो त बहिनी मेरो 3टा मात्रै छ त 4टा छ न अरू 2टा भइसक्यो होइन हौ सेरे च्वाचेको मासु नआएको धेरै यसरी दान न म चाहिँ यस्तो होइन म चाहिँ ठुलो भएको होइन त चके खाएपछि त धरानको कालो बुङ्गुर खाएपछि त अनि खानु पर्यो न च्वाचेलाई च्वाच पार्नेछ चटनी त मोटाइ चाहिँ म पहिला दुब्री थिएँ अलिकति अप्ठ्यारो भयो क्या मलाई यस्तो मिठो लाग्यो ट्वाक्क जिब्रोमा झिल्यो यस्तो मिठो लाग्यो सोल्टिनीले चाहिँ मिस गर्नुभयो धन्यवाद मेरो सोल्टिनी थ्याङ्क यू हजुर नआएर मेरो इन्ट्री भयो मेरो इन्ट्री भयो चान्स पायो चान्समा डान्स गरिदिए सोल्टिनी मेरो टिका चाहिँ कहाँ जानुभयो म अचम्म लाग्यो तर कहाँ गयो टिका पनि खाएन मैले त धर्यो खायो अब चाहिँ अलिकति मेरो भुँडी चाहिँ हुन थाल्यो बुङ्गुर जस्तै च्वासे जस्तै तर फ्याँक्ने चाहिँ होइन एउटा पनि गाइस खानु पर्यो बन्दुक ताको भने के गर्नु ह्यान्ड्स अप भनेर
बुङ्गुरको मासु चेपी म त यता खान सक्छु नि म घाउ भयो खान्छु खानुमा मलाई कसले सक्दैन नि तर गाइज हेर्नु है यस्तो हेर्नु छ नि म यस्तो देख्छु खानु यसले यस्तो खान्छ मेरो साथीले खानुमा सकिँदैन घोप्टिँदै मेरो साथीले केही पनि हाल्नुहुन्छ पिरो चाहिँ खानु सक्दैन मैले फेरि पिरो खानु सक्छु अर्को कान्छी सोल्टिनी हुन्छ पिरोको रानी चाहिँ माइली देखेमा कान्छी छ अर्को मलाई नै जितिनुहुन्छ उहाँले चाहिँ म्याचिङ के लु गाइस मैले चाहिँ खाना सकाएँ सरी यो काका यति चाहिँ मन सक्यो फर्स्टमा भयो नि त यस्तो पो सक्नुपर्छ त पहिला कसले चिल्लो थाल बनाउँछ त्यही विनर हो आज भाडा नमोल्ने जस्तै चिल्लो बनाउँछ त्यसले भाडा मोल्छ त्यस्तो हुन्छ मेरो पाहुनालाई भाडा धुवाउँछु चिल्लो खान्छु हेरौँ किमा फ्रिकुर चाहिँ खान सक्दिनँ त खाने मन पर्दैन म खाना यसो यस्तो यो त होइन त हौ सक्नुमा दाँत बोली हुनु पर्यो नि त खानु सक्नुलाई त गाछ काचा गरेर सुन्दै जस्तो लाग्यो खान्न ल भाडामै बोल्छु जस्तो छु भाडा मजाले छाड्छु आज मै पाहुनालाई भाडा मोल्छु जस्तो छु गिभ अप गर्दैछु तँ चाहिँ खानु सक् तैँले मलाई ठुलो लगाइदिस् भाडा मारिदिन्छु फेरि उसलाई किन मेरो साथीले किन भनेको थाहा छ भाडा मलाई म खान सक्दिनँ नि त अब चाहिँ पापड बेसी खाएर माथिको मुख पिल्साएर बसिरहेछु त्यही कारण गर्दैछु यस्तो त नाथे फेरि लाम हानिसकेको थियो पिरो हुँदैन त्यति है ए भाडा त तिमीले पनि मोल्छ कि क्या हाप मोल्नु पर्छ जस्तो सकिहाल्छ नि बिसाउँदै भए पनि 1 घन्टा किन नलागोस् सक्काउन होइन 1 घन्टा त अति हुन्छ होला हौ यसो जानुपर्छ कि भात खाँदा अनि म त नेपाली भन्छ यसो अरे 5 वटा मासेर यो हो नि त हाम्रो तरिका काटी नेपालीहरू होइन गर्नेले गर्छ है फेरि होइन अनि घम अघि त साह्रै मिठो भएको थियो अब चाहिँ गएको थियो गाइस अमिलो हुँदै गयो साथीले त छिटोमा पुऱ्याइदिँदो रहेछ त म चाहिँ फेरि मान्छे छिटो मिठो छिटो मिठो अहिले पनि ढङ गुरु खाने हो यो चाहिँ मै के भन्छ पेट काट्नु लागि के भन्छ नि त्यसो गर्न मिल्छ कि मिल्दैन है किनभने युट्युबको कति नियमहरू छ नि त पालना गर्नुपर्ने भरे फ्याटर लगाइदियो भने सबै उयो गर्नु भने भाडा नमाजौँ भनेको गाइस म त माजिस दिन्छु कस्तो गाह्रो पर्यो भोलि बिहानै यो त कस्तो याद हुन्छ गाइजहरू ओ माई गड कहाँ गयो त्यो पाएको भयो अब त पसाउँदा पनि पसिनो मान्दैन रहेछ हौ होइन अघि त घम खाएको कस्तो मिठो ढिलो छिटो आयो पनि भिडियो धेरै माया गरिदिनु होला अनि यसरी चाटी भात खान्छौँ अनि धन्यवाद
बाई बाई।